आज हामी एउटा यस्तो राशिको बारेमा गहिरिएर कुरा गर्दैछौँ जो बाहिरबाट हेर्दा त एकदमै शान्त देखिन्छन्, तर जसको भित्र एउटा शक्तिशाली र जटिल दिमाग लुकेको हुन्छ। आउनुहोस् कन्या राशिको रहस्यको पर्दाफास गरौँ। यो प्रश्न धेरैको मनमा होला, हैन त? उनीहरूको हरेक काममा पूर्णता खोज्ने बानी र हरेक कुरालाई गहिरोसँग सोच्ने प्रवृत्तिको पछाडि आखिर के लुकेको छ? ल, आज यसको जडसम्मै पुगौँ। हो, ठ्याक्कै यही हो। उनीहरूको त्यो शान्त देखिने बाहिरी आवरणले कहिलेकाहीँ धोका दिन सक्छ, किनकि भित्रपट्टि एउटा एकदमै तेज, विश्लेषणात्मक र योजना बनाइरहने दिमाग 24 घण्टा चलिरहेको हुन्छ, जुन हामी सामान्य आँखाले देख्न सक्दैनौँ। ल, अब पहिलो खण्डमा प्रवेश गरौँ, शान्त पर्फेक्सनिस्ट। यहाँ हामी कन्या राशिको आधारभूत स्वभाव र उनीहरूको व्यक्तित्वलाई आकार दिने मुख्य विशेषताहरूलाई बुझ्ने कोसिस गर्नेछौँ। ज्योतिष शास्त्र अनुसार कन्या राशिको चिन्ह कन्या वा वर्जिन हो, अनि यो राशि पृथ्वी तत्त्वसँग जोडिएको छ, जसले गर्दा नै उनीहरूको व्यवहारमा त्यो व्यावहारिकता र स्थिरता झल्किन्छ। यी तीन गुणहरू नै कन्या राशिको व्यक्तित्वको मुख्य आधार हुन्। उनीहरू सासाना कुरामा पनि गहिरो ध्यान दिन्छन्, एकदमै अनुशासित हुन्छन् र सधैँ व्यावहारिक भएर सोच्छन्। यही बानीले उनीहरूलाई अरूभन्दा अलि फरक बनाउँछ। अब हेरौँ यी आधारभूत गुणहरूले उनीहरूको करियर र आर्थिक जीवनमा कस्तो असर पार्छन्, किनभने उनीहरूको सफलताको पछाडि यही व्यवस्थित तरिका लुकेको हुन्छ। जहाँ जहाँ साना साना कुरामा ध्यान दिनुपर्छ र गहिरो विश्लेषण चाहिन्छ, हो त्यस्तै क्षेत्रहरूमा कन्या राशिका मानिसहरू चम्किन्छन्, जस्तै कि लेखा, आइटी, स्वास्थ्य सेवा अनि व्यवस्थापन। यी सबैमा उनीहरूको काम गर्ने तरिकाले नै उनीहरूलाई सफलता दिलाउँछ। पैसाको मामलामा त उनीहरूको विश्लेषणात्मक दिमाग झनै स्पष्ट देखिन्छ। एकातिर उनीहरू पैसा बचाउनमा माहिर हुन्छन्, तर अर्कोतिर हरेक खर्च गर्नुभन्दा पहिले त्यसको फाइदा बेफाइदा राम्ररी विश्लेषण गर्छन्। यो उनीहरूको व्यावहारिक र दूरदर्शी सोचको नतिजा हो। ल, करियर र पैसाको कुरा त भयो, अब अलिकति उनीहरूको भावनात्मक पक्षलाई पनि हेरौँ न। सम्बन्ध र प्रेममा कन्या राशिको विश्लेषणात्मक र सतर्क दृष्टिकोण कस्तो हुन्छ त? उनीहरू प्रेममा हतार गर्दैनन्, बरु सम्भावित साथीलाई राम्ररी बुझेर विश्लेषण गरेर मात्र कुनै सम्बन्धमा अघि बढ्छन्। तर जब उनीहरूले कसैलाई आफ्नो जीवनसाथीको रूपमा स्वीकार्छन् नि, तब त्यो सम्बन्धलाई अत्यन्तै गहिरो र स्थिर बनाउँछन्, किनभने त्यो निर्णय सोच विचार गरेर लिएको हुन्छ। सम्बन्धमा उनीहरू एकदमै वफादार, हेरचाह गर्ने र पूर्ण रूपमा इमान्दार हुन्छन्। तर एउटा चुनौती पनि छ, उनीहरू आफू जस्तै आफ्नो साथीबाट पनि पूर्णता र उच्च स्तरको अपेक्षा राख्छन्, र कहिलेकाहीँ यही कुराले सम्बन्धमा अलिकति तनाव पनि ल्याउन सक्छ। अब हामी कन्या राशिको दिमागभित्रको सबैभन्दा ठूलो द्वन्द्वको बारेमा कुरा गर्नेछौँ। कसरी उनीहरूको सबैभन्दा ठूलो शक्ति नै उनीहरूको सबैभन्दा ठूलो कमजोरी बन्न पुग्छ। यो एउटा चक्र जस्तै हो। पहिलो, उनीहरू सधैँ पूर्णता खोज्छन्। यही खोजीले उनीहरूलाई ओभरथिङ्कर बनाउँछ, अनि जब चिजहरू सोचे जस्तो हुँदैनन्, उनीहरू आफैलाई आलोचना गर्न थाल्छन् र अन्त्यमा यसले निम्ति आउँछ तनाव। तर हरेक कमजोरीको पछाडि एउटा शक्ति लुकेको हुन्छ, हैन र? अब हामी कन्या राशिको त्यही मूल शक्तिको बारेमा कुरा गर्नेछौँ, जसले उनीहरूको व्यक्तित्वलाई खास बनाउँछ। आखिर के होला त उनीहरूको व्यक्तित्वको केन्द्रमा रहेको त्यो शक्ति जसले उनीहरूलाई जीवनमा आउने हरेक चुनौतीको सामना गर्न मद्दत गर्छ? हो, यही हो उनीहरूको हरेक विशेषताको केन्द्रमा रहेको शक्ति। कुनै पनि परिस्थिति वा समस्यालाई गहिराईमा गएर विश्लेषण गर्ने अद्भुत क्षमता। यो शक्ति नै उनीहरूको हरेक निर्णय र कामको पछाडिको मुख्य इन्जिन हो। उनीहरूको यही विश्लेषण गर्ने क्षमताले नै जीवनमा लामो समयसम्म टिक्ने सफलताको जग बसाल्छ। चाहे त्यो करियर होस्, पैसा होस् वा सम्बन्ध, यो गहिरो विश्लेषणले उनीहरूलाई सधैँ सही बाटोमा डोर्याइरहेको हुन्छ। र अन्त्यमा एउटा प्रश्न, यदि कोही कन्या राशिको हुनुहुन्छ वा चिन्जानमा हुनुहुन्छ भने के यी विशेषताहरू उहाँहरूसँग मिल्दोजुल्दो छन्? यो विश्लेषणले उनीहरूको दिमागलाई बुझ्न कतिको मद्दत गर्यो होला? एकपटक सोच्नुहोस् त।